आज म हजुरहरूलाई घरमा नै सजिलो तरिकाबाट भटमासको टोफू कसरी बनाइन्छ भनेर देखाउँछु है त। रातभरि भिजाएर राखेको भटमासलाई चाहिँ मजाले पखाल्ने के 4-5 चोटि सफा पानीले खलखली पखाल्नुपर्छ है। त्यसको चाहिँ त्यो पातलो बोक्राहरू चाहिँ सबै फाल्नुपर्छ। अब चाहिँ यसलाई मिक्सरमा बिस्तारै अलिअलि गरेर आफ्नो मिक्सर कत्रो छ त्यही अनुसारले 3-4 मुठी राखेर त्यसमा सफा खाने पानी राखिदिने। पानी अलि निकै राख्दा पनि हुन्छ। अनि मिक्सरमा मजाले पिस्ने। यसलाई चाहिँ मसिनो हुने गरी पिस्नुपर्छ। जति मसिनो भयो त्यति नै राम्रो हुन्छ है यो चाहिँ। अब एउटा सफा कपडा राखेर कपडा माथिबाट त्यो मिक्सरमा पिसेको त्यो भटमासको दुध भन्छ कि यो बाक्लो बाक्लो यसलाई सबै त्यसमा खनाइदिने। अनि बिस्तारै चम्चाको सहायताले चाहिँ त्यसलाई छान्दै जाने। अनि मजासँगले त्यसलाई निचर्ने के एकदमै बल लगाएर निचर्ने। त्यसलाई सबै पानी निचर्ने। अनि त्यो बाँकी भएको छोक्रालाई फेरि मिक्सरमा राख्ने। अनि फेरि अलिकति पानी थप्ने। अनि फेरि मजाले त्यसलाई पनि पिस्ने। यो क्रम चाहिँ 2-3 चोटि गर्नुपर्छ के। त्यसो गर्दाखेरि चाहिँ अलिअलि पनि रहँदैन त्यो छोक्रामा चाहिँ। भटमासको दुध रहन नदिने। हामीलाई त जति सक्दो धेरै निकाल्नु पर्यो नि त फेरि। अनि यतिको हुन्छ त्यो दुधहरू चाहिँ सबै निकालिसकेपछि कस्तो फिँज आयो के। मैले चाहिँ अब घरमै खाने भएको भएर चाहिँ धेरै पानी राखेर पातलो बनाइन। अलि बाक्लो बाक्लो नै राखेँ आफैले खाने हो भनेर होइन। अनि एउटा सफा भाँडामा चाहिँ तताउनलाई बसालिदिने। अब यो दुध चाहिँ यत्तिकै तताएर उमालेर सेलाएर फ्रिजमा राखेर चिसो बनाएर खाँदा पनि हुन्छ। यो दुधबाट पनि त एकदमै राम्रो प्रोटिन पाइन्छ नि त। अनि यो खाँदा पनि एकदमै राम्रो हुन्छ स्वास्थ्यको लागि पनि। जस्तो अब कसैलाई कोलेस्ट्रोलहरूको समस्या छ, हर्मोनको समस्याहरू छ भने गाई भैँसीको दुधहरू खाँदैनन् नि त। त्यसमा चाहिँ यो भटमासको दुध बनाएर पनि खान सक्नुहुन्छ। अनि बाँकी भएको यो छोक्राहरू छ नि जुन, अब यो छोक्रालाई पनि फाल्नु पर्दैन है। यसमा चाहिँ सागसब्जीहरू हालेर यसको पकौडा बनाएर खाँदा पनि हुन्छ। अनि पिठो मुस्दाखेरि चाहिँ रोटी बनाएर खाँदा पनि हुन्छ। त्यही पिठोमै हालेर मुस्दिने के। अब यत्रो यो प्रोटिनको कुराहरूलाई फालेर त भएन। अनि दुध उम्लिसकेपछि चाहिँ बिस्तारै त्यसमा कागती राख्ने। यसमा चाहिँ खास भिनेगरै राख्ने हो कि। भिनेगर राख्दा चाहिँ राम्रो हुन्छ, अझै मजाले फाट्छ। मसँग चाहिँ थिएन अनि मैले कागती नै राख्थेँ। अब बिस्तारै फाट्न पनि सुरु गरिसक्यो है। त्यति कागती नपुगेर मैले अलिकति अरू कागती पनि थपेँ कि। यसलाई चाहिँ 2टा जति कागती लाग्यो। टोफू चाहिँ यो भेजिटेरियनको लागि चाहिँ वरदानै जस्तो हो कि। एकदमै हाई प्रोटिन हुने भएकोले स्वास्थ्यको लागि पनि एकदमै राम्रो छ। यो चाहिँ पनिर भन्दा पनि राम्रो हुन्छ के। कतिपय समस्याहरूमा चाहिँ पनिरहरू खाँदैनन् नि मान्छेले, त्यो बेलामा चाहिँ टोफू खाँदा पनि हुन्छ। अनि यसको दुध चाहिँ अलिकति बाक्लो हुने भएको भएर एकदमै चलाइ उमाल्नुपर्छ। फेरि पिँधमा लागिहाल्छ। यो त एकदमै छिटो डढ्छ के। अनि त्यो फाटिसकेपछि फेरि त्यो एउटा कपडा माथि राखेर तल छान्नी राखेर अनि जस्तो पनिरहरूलाई त्यो छेनाहरू फटाउँदाखेरि पानीले पखाल्छौँ नि हामीले कागतीको त्यो स्मेल फाल्नलाई हो, त्यस्तो गरेर फेरि पानीले पखाल्दै पखाल्दै मैले चाहिँ 2-3 पानीले पखालेँ। मेरो चाहिँ कलर अलिअलि चेन्ज देखेको छ कि। यो पहेँलो कपडाले त्यसको कलर पनि फालिरहेछ कि। त्यही भएर अघि अलिकति मैलो खालको चाहिँ आइरहेछ यो। तर त्यस्तो छैन, सफा एकदम सेतो छ यो भटमासको दुध चाहिँ है। अनि यसलाई चाहिँ मजासँगले निचरेर, तर धेरै पनि निचर्न हुँदैन है। फेरि अलिकति सुक्खा फुरफुर जाने टाइपको बन्छ टोफू चाहिँ। अलिअलि गिलो चाहिँ राख्नुपर्छ। अलिअलि गिलो राख्दा राम्रै हुन्छ। अनि यसलाई चाहिँ आधी घन्टा जति मात्र राखेँ मैले, धेरै बेर राख्नु पर्दैन। 15-20 मिनटदेखि नै यो सेट हुन सुरु हुन्छ। ल अब हाम्रो टोफू चाहिँ यत्तिको बनेर रेडी भयो है त। धेरै राम्रो नभए पनि जे होस् घरमा आफूले खानको लागि काम चलाउ चाहिँ बनेको छ के। बन्छ यसरी। सधैँभरि किनेर खाइरहनु पनि परेन। आफैले घरमा बनायो भने यो हेर्दा चाहिँ प्रोसेस अलिकति लामो देखे पनि बनाउँदाखेरि त्यस्तो साह्रै नै गाह्रो चाहिँ छैन है। ल मैले यसलाई चाहिँ कटिङ गरेर पनि देखाएँ। कस्तो राम्रो बनाएको छ कि, सफ्ट भएको छ है। हेर्दै रहर लाग्दो। हामी चाहिँ हप्तामा 3-4 दिन चाहिँ टोफू खाइरहेको हुन्छौँ कि। बच्चाहरूलाई पनि टोफू मनपर्छ।
यति लामो भिडियो हजुरहरूले हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। मेरो भिडियो यो मन परेमा लाइक सेयर गर्न नबिर्सिनु होला अनि मलाई फलो पनि गर्नु होला है त।